यहाँबाट हामी 60 लाख मान्छेहरू विदेशमा रोजगारी गर्न गए किन गए? राजनीति छैन। अमेरिकाले तपाईको यो नेपालमा या बेलायतले नेपालमा कल कारखाना दिएको भए यहाँको मान्छे मलेसिया जान्थ्यो कि जाँदैन थियो काम गर्न? यहाँको मान्छे कतार जान्थ्यो कि जाँदैन थियो? किन त्यहाँ कतार गयो, मलेसिया गयो भने यहाँ औद्योगिकरण भयो। हाम्रोमा त्यही तुलनामा औद्योगिकरण हुन सकेन। त्यसैले यहाँको मान्छे कहाँ जानु पर्यो? यहाँ जानु पर्यो। यो राजनीति होइन। 60 लाख मान्छे विदेश गए, लास आउँछन् प्रत्येक दिन भन्छौँ नि हामी। यो के चिजसँग सम्बन्धित छ? तपाईले अब यो प्राइम मिनिस्टरलाई गाली गरेर हुन्छ? यो श्रम मन्त्री चाहिँ यो बदमास हो भन्दा हुन्छ? अब यसको यो बुझिन्छ? यो 60 लाख मान्छे गएको कुरा कुनै प्राइम मिनिस्टरले रोक्न सक्छ? कुनै राज्यले रोक्न सक्छ तपाईलाई? अमेरिकामा तपाईँ यहाँ हेर्नु, त्यत्रो राज्य छ, उसको त बोर्डर सेक्युरिटी कस्तो भयानक खतरनाक फोर्स छ। माथिबाट प्लेन र हेलिकप्टरले चाहिँ उसले गार्डिङ गर्छ। हेर्नुहोस् है। तर पनि त्यहाँ मान्छे छिराछिरै हुन्छन् उसको बोर्डरबाट। ट्रम्प सुन्नुभयो नि? ट्रम्पले जित्नुको एउटा कारण के थियो? पर्खा लाउँछु बस त्यो किन भएको होला? त्यत्रो राज्यको पुलिस सेक्युरिटी सारा कुरा छलेर लुकाएर के गरेर हुन्छ त्यसलाई खरिद गरेर के गरेर हुन्छ। उताका व्यापारीले सस्तो मजदुर तान्छन्, क्यालिफोर्नियाका किसानहरूले, किसान मालिकहरूले, होइन? अब तपाईँ भन्नु त अब अमेरिका बच्न सक्यो त त्यसबाट भूराजनीतिबाट? अहिले पनि सकेको छैन, अहिले पनि छिरिरहेछ। भनेपछि तपाईँ अमेरिका जस्तो शक्तिशाली पर्खाल लाउनै सकेको छैन। सुरुवात गर्न त्यत्रो शक्तिशाली राज्य यो भूराजनीतिलाई काउन्टर गर्न नसक्ने अवस्थामा छ। अनि तपाईँ चाहिँ यो 60 लाख मान्छे गए, यो श्रम मन्त्री खत्तम हो भन्न थाल्नुभयो भने समस्या अब तपाईँले बुझ्नु भएन कि केही गर्नै सक्नुहुन्न। तपाईँले यो स्ट्रक्चर यति बलियो छ नि, तपाईँ श्रम मन्त्री हुनुभयो भने यही 3-4वटा चाहिँ सिटामल दिन सक्नुहुन्छ यो स्ट्रक्चरभित्र। यो भने गइ गर्न सकिने भन्ने होइन, तर तपाईँ गर्न सक्ने भनेको सीमित छ क्या। अघि मैले भने तपाईँको फ्रिडम, तपाईँको क्षमता पनि के छ, स्ट्रक्चरले त्यो क्षमता पनि तपाईँलाई त्यसैले दिन्छ, सीमा पनि त्यसैले दिन्छ क्या।